हेलो हेलो गाइस, हामी चाहिँ सबैजनाको बेमा छौँ। आजको बे ब्लग सुरुबाट यहाँ हुनुहुन्छ यहाँ केटी देख्नु सो बिएको आम भन्नु नि दिदी बिएको सुरु भयो के अरे भन्ने आएन हौ मलाई के हल्दी सुरु हुन आँटो अनि हामी भाइ यसरी हिँड्दैछौँ अनि दिदी अब हामी ठ्याक्क अब सुरु हुने बेलामा जान्छौँ। अहिले हामी फ्रेस हुन अब खाना होइन हिँड्दैछौँ होइन दिदी अरू पनि भन्नु न अहिलेलाई यति ल। सो हामी चाहिँ आइसक्यौँ अनि मेरो भोलि कलेजमा मलाई बोलाएको छ सर। मेरो बे छ है यहाँनिर बे आज बुधबार बे छ। आज मात्रै म आएको कि दिदी घर पनि म आज मात्रै घरमा आइपुगेको अनि भोलि प्र्याक्टिकल ल्याब बुझाउनु भने चाहिँ म कसरी सक्नु सर हो कि भन्नु दिदी मलाई बेमा घुमिरहेको चाहिँ ल्याब न के गरे खा न के बुझे खा अनि आइतबार एक्जाम छ फेरि अब के दिनु भयो दिदी। अब आज उतो भयो होइन बे मेहन्दी भएर होइन भोलि बे छ होइन पर्सि घरमा पूजा छ होइन अनि स्याटरडे त रेस्ट गर्नुपर्छ नि त अनि सन्डे एक्जाम राखेको छ। तरिका हो हेप्ने हो गुडुम बोट केमा घन्टीमा यहाँले मलाई के अगाडि यहाँ घन्टीमा भनेको तर यहाँनिर बे भन्दा पनि प्राय चुनावी माहौल पनि चलिरहेछ। देखाइदेऊ न बेको घर यहाँ छ। हामी पुग्न आँट्यौँ। बेलुका नाच्नुपर्छ दिदी फाड्नुपर्छ नि बेलुका लजाएर नाइ हल्लाइदिनुपर्छ हामी आँगन भत्काइदिनुपर्छ। मलाई चाहिँ लाज लाग्छ दिदी सुरुमा नाच्न होइन तपाईँ मलाई तान्नु अनि म नाच्छु ल। सुरुमै उठेर नाच्छ जस्तो लाज लाग्छ। अब हामी बिहेतिर लागौँ। बे घर आयो गाइजहरू हेर्नु होला हाम्रो सबिता दिदीको घर यस्तो होला मलाई देखिरहेको छ। टेन्ट लगाएर बाइकहरू छ अनि सब्जीवालाहरू छ। ए सब्जीवाला रहेछ उहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ ग्रुपमा बेहुलीसँग होइन होला। अब यसो भित्र छिरौँ न हल्का बेभित्र हाम्रो दिदी भिनाजु देख्न सक्नुहुन्छ एकदम राम्रो जोडी छ। पछाडि यहाँ क्यामेराम्यान अनि यहाँ चाहिँ रमाइलो हुँदैछ। सुरु भयो। हेऱ्यौँ हामीले होइन अब के गर्छौँ अब के गर्ने अब खानातिर जाने खानातिर जाने हामी खाना आएको हामी खाना हो। तपाईँको सेलरोटी खानुपर्छ अब सेलरोटी खाने हो खाना ठाउँमा आयौँ।
ए रोटी ल रोटी आइस रोटी यहाँ बे हुँदैछ रोटी मिठो छ मिठो केटीहरू भरे आउँछ कि आउँदैन आउँछ नि बुझ्ने योजना ए आउनुपर्छ नि बिहेमा होइन भरे जस्तो मै नआउनु अरे भाइ कस्तो छ मिठो छ यहाँ फेरि लिनु जानुभएको ए मलाई चिन्नु भएन रहेछ गाउँघरमा हेर अब अर्को रोटी हो है यो अघिको सक्यो सो गाइजहरु मेरो हातमा मेहन्दी छ दिदी आउन न यहाँ बस्नु मेरो हातमा मेहन्दी छ मेहन्दी लगाइदिनु पर्ने छ अब होइन दिदी भन्नु तपाईँ दिदी चाहिँ मेरो चियर लिडर के भन्छ दिदी चियर लिडर वेटिङ मेहन्दी लाउन स्टार्ट भइरहेको छ बहिनी चाहिँ मेहन्दी देखाउ न यहाँ चाहिँ प्रोग्राम हुँदैछ हाम्रो भाउजूको मेहन्दी लाउँदैछिन् कति राम्री हुनुहुन्छ हाम्रो भाउजू मेहन्दी चाहिँ लाउँदैछिन् यहाँनिर भाउजूको हातमा मेहन्दी डे हो नि त आज हेलो गाइस मेरो चाहिँ उसले मेहन्दी लगाउँदैछिन् यहाँनिर सिम्पल एकदम आस्था यहाँ हेर त गीत बजिरहेको छ अलिकतिमा नाच न ल सो अब यहाँनिर एउटा ट्रेन्डिङवाला गीत के अरे त्यो टिकटक भिडियोज बनाउन आँट्दै हुनुहुन्छ यस्तो दिदी कस्तो लाग्दैछ मेहन्दी लगाएर अरे कि तपाईको मेहन्दी सिम्पल छ अर्ग्यानिक छ सबै हाम्रो छिमेकीहरू यहाँ हुनुहुन्छ नाच्नुपर्छ दिदीको फोटोसुट भइरह सो मलाई त थाहा छैन होइन तर रात परिसकेको छ यस्तो हुँदै भइसकेको छ हामी भित्रै थियौँ होइन मलाई त जाडो भइसक्यो यस्तो लगाएर पनि मलाई जाडो भइसक्यो सो यस्तो हुँदामा फेरि हामी यहाँ प्रस्थान भइसक्यौँ दिदी सुपारी खाँदै हुन्छ सो हाम्रो साथीहरू सबैजना यहाँ हुनुहुन्छ उपस्थित हुनुहुन्छ वल्डाङ बोल्डुङ आयो आयो म चाहिँ मन पर्दैन है सुपारी हेलो सो हामी चाहिँ स्पेसल गेस्ट कुर्सीमा आसन ग्रहण भइसक्यो यिनीहरू हेरेको खै
अँध्यारो देख्यो यार फाउन्डेसन लाइन छ अँध्यारो देख्यो त लाइन फाउन्डेसन साट्नु तल के यहाँ फाउन्डेसन लगाएर सजिलो बसेर मात्रै लाग्छ कपाल चाहिँ बिग्रियो हो मेरो फेरि तान्ने बेला आइसक्यो कपाल सो यस्तो रमाइलो छ बिहे गर्दाखेरि अब मेहन्दी यता तिमीहरू यतापट्टि आऊ अब अर्को 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 के अरे अब नेक्स्ट बे कसको होइन अनुजाको फिक्स डिपोजिट छ क्या यहाँनिर तेरो छ भनेको अनि म नभएको चाहिँ हुन्छ पहिला भएकोको पो गर्छु नि त पहिला मेरो पनि बिहे भएको छ 4 वर्षमा हामी सँगै गर्नुपर्छ पछि 5 वर्षमा सो यिनी चाहिँ मेरो काखमा बस्नु भएको छ हेलो भनिदिनु तपाईँलाई मैले बोकेर बसिरहेको छु ल तर भारी कति केजी हुनुहुन्छ तपाईँ 50 केजी 50 केजीलाई मैले बोकिरहेको छु तिम्रो कति केजी 42 केजी हुनुहुन्छ हाम्रो दाई अब फाप्नुमा बेच दाईको पनि ठिक छ अरे मलाई यसो भन्दै हुन्थ्यो मेरो फागुनमा बिहे भन्दै हुन्थ्यो बेची बब्बाल गर्नेहरू छ ए बब्बाल यहाँ भोलि प्र्याक्टिकलमा बोलाएको छ क्या तपाईँले टिकट भइसक्यो मलाई शान्त बनाइदिनु न आइज यता बस ल अलिकति नजिक आऊ न सबैजना छेउछाउ बस्नु न ल गाइसहरू आज सबैजना नाच्न आएको यहाँनिर धनमलाई बोलाउन घरमा आएकी थिएँ धन्यवाद बहिनी तिमीलाई मलाई सम्झेकोमा ओहो के छ